नमस्कार साथीहरू, आज हामी कुरा गर्नेछौँ तपाईहरूले पेट्रोल पम्पबाट पेट्रोल भर्दाखेरि पेट्रोल पम्पले तपाईहरूमाथि गरिने स्क्यामको बारेमा। तपाईँ ठगिरहनु भएको छ, तपाईँ लुटिरहनु भएको छ। एकतर्फ तपाईँको आर्थिक नोक्सान भइरहेको हुन्छ भने अर्कोतर्फ तपाईँले भरेको पेट्रोलको कारण तपाईँको इन्जिन खराब हुनु, तपाईँको माइलेज घट्नु र कालान्तरमा गएर तपाईको इन्जिनै सिज हुनु। वर्षौंको मेहनत पछाडि आर्जन गरेको पैसाले किनेको सवारी साधन अवश्य सबैलाई माया लाग्छ, लोभ लाग्छ र पेट्रोल पम्पको स्क्यामको कारणले गर्दाखेरि प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामीले ठूलो नोक्सानी बेहोर्नु परिरहेको हुन्छ। हामी सबैले नोटिस गरेकै कुरा हो, जब हामी पेट्रोल पम्पमा पेट्रोल भर्न जान्छौँ र हामी उहाँहरूलाई भन्छौँ यति लिटर यति रुपैयाँको पेट्रोल हालिदिनु भनेर, र पेट्रोल पम्पमा पेट्रोल भर्नुभन्दा अगाडि हाम्रो आँखा पेट्रोल पम्पमा पर्छ, बटम शून्य भयो कि भएन त्यो त हामी हेर्छौँ। तर अर्को कुरा, महत्त्वपूर्ण कुरा के छुटाएको हुन्छौँ भने शून्य बटम छ कि छैन भनेर त्यो हेर्छौँ भने। अर्को कुरा, तपाईले पेट्रोलको घनत्व जाँच गर्नुभएको छ, डेन्सिटी जाँच गर्नुभएको छ? अवश्य पक्कै पनि गर्नुभएको छैन। यदि गर्नुभएको छैन भने अब जाँच गर्ने सुरुवात गर्नुहोस्। कतिपय पेट्रोल पम्पहरूमा पेट्रोल पम्पले यस्ता मिटरहरूमा हाइड गरेको हुन्छ, लुकाएको हुन्छ, ताकि ग्राहकहरूलाई उनीहरूले गरिएको स्क्यामको बारेमा थाहा नहोस् भनेर यस्ता कुराहरू लुकाइएका हुन्छन्। सरल भाषामा भन्नु पर्दाखेरि पेट्रोल डिजेलको शुद्धता घनत्वमा निर्भर पर्छ, अर्थात् डेन्सिटीमा भर पर्छ। पेट्रोलको घनत्व 730 देखि 800 केजी मिटर क्युब र डिजेलको घनत्व 830 देखि 900 केजी मिटर क्युब हुनु पर्दछ। यदि डेन्सिटी अथवा त्यो घनत्वको दायरा भन्दा बाहिर छ भने पेट्रोल डिजेलमा मिसावट गरिएको हुन्छ, अर्थात् अन्य पदार्थहरू मिसाइएर बेचिएको हुन्छ। मिसावट भएका पेट्रोल डिजेलले तपाईको इन्धनलाई किन्नमा त पैसा खर्च भयो र तपाईको इन्जिनलाई पनि ठूलो नोक्सानी, ठूलो क्षति पुर्याउँछ। तर यसको असर तत्कालै नदेखिए पनि बिस्तारै बिस्तारै देखिन्छ। कतिपय कुरा तपाईले नोटिस पनि गर्नुभएको छ होला, कुनै पेट्रोल पम्पमा पेट्रोल भर्दाखेरि त्यसले माइलेज अलि धेरै दिएको र कुनै पेट्रोल पम्पमा पेट्रोल भर्दाखेरि माइलेज कम भएको महसुस पनि गर्नुभएको होला। यसको मतलब पनि त्यही हो, पेट्रोलको मिसावटको कारणले गर्दाखेरि यस्तो भएको हो। मिसावटको कारणले इन्जिनको पर्फर्मेन्स घट्छ, माइलेज कम हुन्छ। यदि तपाईको सवारी साधन नयै भए पनि धुवाँ बढी निस्किन्छ र इन्धन बढी खपत गर्छ। तपाईलाई लाग्छ होला हामीले डेन्सिटी किन चेक गर्ने त? आजको सानो हिलचेक्राइले गर्दा भोलि ठूलो आर्थिक नोक्सानी बेहोर्नु पर्ने हुन्छ। तपाईले डेन्सिटी किन जान्नै पर्छ भने केही बुँदाहरू मैले दिएको छु। यदि गलत डेन्सिटी छ भने मिसावट भएको पेट्रोल वा डिजेल हुन्छ। मिसावटले साधनको इन्जिन बिस्तारै बिस्तारै बिगार्दै जान्छ। माइलेज कम भएपछि अभियसली पैसा धेरै खर्च हुन्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको खराब इन्धनले सुरक्षा पनि कम हुन्छ। एउटा कुरा ध्यान राख्नुहोस् साथीहरू, यदि तपाईहरूले पेट्रोल पम्पमा जाँदा जीरो चेक प्लस डेन्सिटी चेक दुवै गर्नुहोस्, ताकि यसले तपाईलाई फाइदा गर्छ। यदि यो भिडियो राम्रो लाग्यो भने र ज्ञानवर्धक लाग्यो भने आफ्ना साथीभाइहरूलाई पनि सेयर गर्नुहोला। अर्को भिडियोमा भेट गर्ने बाचा गर्दै बिदा चाहन्छु। हस्त, धन्यवाद।